यसलाई पूजामै मात्रै नराखेर यसलाई हाम्रो सामाजिक जीवनसँग जोडौँ। फुललाई सामाजिक जीवनसँग जोडौँ, बिहासँग जोडौँ, प्रमोसनसँग जोडौँ, नियुक्तिसँग जोडौँ, वर्तमानसँग जोडौँ। त्यसले के गर्छ भने सामाजिक जीवन परिवारसँग जोड्छ र पितृसँग पनि जोडौँ। त्यसो गरियो भने र त्यो तत्त समयमा कुलका नाममा सम्झेर एक भाग बच्चाको बर्थडेमा कुललाई बर्थडेमा सम्झिँदा राम्रै हुन्छ। प्रमोसन भएको एउटा कुल सम्झिँदा राम्रै हुन्छ, भएको एउटा कुल सम्झिँदा राम्रै हुन्छ, कुनै एउटा खुसीमा कुल सम्झिँदा राम्रै हुन्छ। सम्झेर खुसी पठाउने चलन बसाल्यो। ओ गुड, यो त धेरै राम्रो। पितृ पूजामा पनि कुल सम्झ्यौँ, कुनै हुन् पितृ होइन, एउटा सिधा सम्झ्यौँ। बर्थडेमा एउटा टेबल सम्झ्यौँ, आफ्नो बर्थडेमा सम्झ्यौँ, बच्चाको बर्थडेमा सम्झ्यौँ, म्यारेज एनिभर्सरीमा सम्झ्यौँ। जीवनसँग पद्धतिसँग यसलाई जोड्यौँ भने यो व्यवस्थित गर्नलाई सजिलो हुन्छ अनि धेरै यो अरू बर्डनहरू कम हुन्छ र त्यसो गरेर लानुपर्छ भन्ने मेरो अब एउटा कुरालाई चाहिँ यो ठाउँको बारेमा चाहिँ अहिले भर्खर यहाँको मेयरसँग कुरा भएको छ र त्यो कागजपत्र अलिकति प्रक्रिया पुर्यो भने यो ठाउँ हामीलाई दिने भन्नुभएको छ लिखित रूपमै। त्यो पुरा गरी अर्को सालबाट हाम्रो आफ्नै जग्गा होस्, हाम्रो आफ्नै सानो मन्दिर होस्, कुलले कृपा प्रदान गरेन, कुलले त्यो आशीर्वाद हामीलाई दिउँ, हामीसँग त्यो सामर्थ्य प्राप्त होस्, हामी मिलेर गरौँ। ठुलो कुरा छैन। त्यसले कि धन मनका कारणले पनि सिर्जना हुन्छ क्या, पजिको कारणले पनि मन धनाउँछ। मन धेरै धेरै गरिब पनि छैनौँ कि हामी, धेरै गरिब जस्तो मान्नु पर्दैन। अलिअलि सबैले गरे पनि सकिहालिन्छ र जे गर्नु माग्छ